मेट्रो बनाउँदै मेटाउने बिस्तारै गर न भाइ बिस्तारै हडबड छैन हतार छैन ल बरिस्ता भने टोइलेट पनि धुन आएको के गर्नु त भाइ बरिस्ता भनेको छ तर काम चाहिँ के छ भने टोइलेट It's left right for specialty One, two, three, four. गाह्रो छ नि हो साथी हो बारिस्टा लाग्यो कि क्लिन गर्ने यहाँ हेर्नुहोस् कति छ अहिले यता यहाँदेखि कहाँ कुरो यो सब हानेर मिसिन क्लिन यता मिसिनहरू देखायो बाँकी नै छ होइन सबैमा पनि यो बारिस्टा लाइफमा क्लोजिङ टाइममा चाहिँ साह्रै गाह्रो तर काम गर्नु मजा छ बारिस्टा लाइफमा जोस् यहाँ अब हामी चाहिँ हाल साउदी अरेबियादेखि हो साउदीमा मात्र होइन हरेक ठाउँमा यस्तै हुन्छ क्या यो चाहिँ क्लोजिङ टाइममा चाहिँ डस्टबिन धुनेदेखि लिएर टोइलेट क्लिन गर्नेदेखि लिएर सब अहिले तपाईँहरूलाई देखाउँछु कस्तो हुन्छ काम भनेर होइन ए टु जेड कति बनाएदेखि लिएर यो भाँडा धुएदेखि लिएर मिसिन ए टु जेड सबै हेर्नुहुन्छ अरे काम त ठिकै हो बारिस्टालाई क्लोजिङ टाइममा अलिकति समस्या छ लेसी हेर्दै गर्ने होला माया गरिदिनु होला त्यसो गर्नु अब के गर्दै हो हजुर फेरि यो काम यो त बारिस्टाको लागेको काम भाइ कहिले चाहिँ धुइरा जस्तो छ त हेर्दा राखिदिने यो लाइफ ओके बनाउने कस्टमर आइदियो कस्टमरलाई खुवाउने कस्टमर जान्छ यसरी हेलो गाइस फेरि हाम्रो तेस्रो धेरै मेहनत गर्नुहुन्छ धेरै मिलाएर राख्नुहुन्छ आम्मा यस्तो धेरै चिप्लो पढाउनु हुन्न है दाजु भाइ भयो बनाएन भने भोलिपल्ट फेरि गाँठ चिक्छ हामीहरूकै त्यही भएर अहिले राम्रो टक्क गरेर टक्क राख्नु जस्तो छ त्यस्तै अब म बाहिरतिर सफा गर्नु गएको हेलो वाट आर यु डुइङ बरिस्ता क्लिन गरे यहाँ सकियो अब के गर्दै पखाली गरेर खानेको अब बारिस्ता के खाने बस्दा गर्ने साह्रो उठाउँदै क्या बारिस्ता हो यो धुन त बेचिहालेछ त्यो पनि यहाँ काम त रिसकेको रहेछ भर्खर यति पखालेर भ्यायो है यता मिसिन धुइयो अब मेन भनेको यता डस्टबिन भ्याइसकेर यो फेरि त्यो धुनु बाँकी छ अझै काम त गरिसकेको ल अब यो यहाँ चाहिँ हामी दुईजना छौँ अहिले चाहिँ क्लोजिङ टाइममा भाइ बसेर बढाएर भाइ सफ्ट चेयरहरू माथि आएर पुसेर यस्तै हो हेलो के छ भाइ कस्तो छ ल वान्स मोर फेरि यत्रो बोलेर पनि भाइ चाहिँ फेरि तर खतरा के भाइ चाहिँ काठमाडौँदेखि हो होइन अहिले काम चाहिँ सँगै गर्ने यस्तै छ बिन्सहरू यो तरिकाको यहाँ फेरि स्पेसलिटीको 60को बिन्सहरू छ यो
अल ग्राइन्डरहरूदेखि सब क्लिन गरेर भ्याइयो माथि माथि अल स्पिनहरू चेन्ज गरेर भ्याइसक्यो होइन। अब बाँकी भनेको फ्लोर म्याच हान्यो, टोइलेट क्लिन गर्दा बाँकी नै छ अझै। ल कहाँ गयो क्यासियर फेरि टोइलेट गयो क्या ओ दाजु कस्टमर आएर चाहिँ के गर्दै हो टोइलेट भित्र बसेर? टोइलेट किन्ने अलि ल वरिष्ठ भने टोइलेट पो धुन आएको हो। के गर्नु त भाइ, बरिष्ठ भनेको छ तर काम चाहिँ के छ भने टोइलेट किन्न छ हान्ने पऱ्यो भाइ। अब साउले त्यतिकै पैसा मिलेन होइन, है यसो गर्ने पक्रिने बाछके हामीले के गर्ने टोइलेट किन्नु, टोइलेट पनि हान्नुपर्छ। बारिस्टा मेन पावरले के भन्न पठायो अरे, मेन पावरले भन्नु बारिस्टा भाइ क्यासियर पनि क्यासियर र बस कफी बनाउने भनेर पठाउँछ। केटा हो मक्क नपार्नु यसको धेरै चम्काउनु भयो त टोइलेट दाजु। टोइलेट सफा गर्नेदेखि लिएर यसरी धुनु पर्ने रहेछ है एकदम यहाँ बाँकी छ यहाँ धेरै, यति मात्र भएर हुन्छ, अझै धेरै बाँकी छ भाइ। यो सक्यो यसलाई लास्टमा के गर्ने भने यो फेरि गरेर यो राख्यो भने भरे टक्क सफा भएर बस्छ है। अब फ्लोर गर्ने बाँकी छ, काटी लाग्दै यसो। अब यसलाई के गर्ने, यस्तै यसो यसरी सबैतिर पुऱ्याएर साबुन पहिला है। अब रोक्नु ओ दाजु भ्यायो कि भ्याएन भाइ, अब यही यो पनि बाँकी छ नि त थोरै। छिटो छिटो यहाँ प्लास्टिक हाल्नु पर्छ। के गरेको अघि तिमी? अब बाँकी भाइ के क्लिन गरेको छु 1 घन्टा भइसक्यो, सकिएको छैन भाइ। 2जना मात्रै छ, यस्तै छ। रमाइलो छ है जिन्दगी। त्यस्तो बस्नुपर्छ कि चिलिक्क पारेर यतिको त काम भर्न गयो भने त आफ्नो घर त नयाँ हुन्थ्यो होला। नयाँ टोइलेटदेखि लिएर के सोचेर आएको हातले मस्त मस्त गर्ने नयाँ बनाएर राख्नु चट्ट नयाँ, त्यसै पैसा फाल्छ क्या हो नयाँ। ल क्लिन गर्न यो भित्र अब फोल्डर क्लिन गर्नु पऱ्यो नि, के गर्नु गाइज गर्नै पऱ्यो। इस भाइ घोट्ने म तान्ने 2जना छौँ। इस पाले भिडियो बनायो घरि उसको बनाइदियो घरि मेरो है, यस्तै छ गर्नुपर्छ। के गर्नु ती गर्नै पऱ्यो त गाइज होइन त। हत्तु एउटा लिने कम्पनी दिएको छ एउटा यो वाइपर, यो ड्याङमा पक्ने बुढाउने एकदम गाडी दिएको छ बाहिर, यो गाडी हो बुढाउने गाडी, गट्टा बनाउने म्याटाउने। बिस्तारै गर न भाइ, बिस्तारै छैन हतार छैन।